हेलो गाइज, ल वेलकम छ है मेरो ब्लगमा। हामी चाहिँ आज सानो मिठो राइडमा हिँडिरहेछौँ। हामी नेपाली राइडर दोहा कतादेखि यसो हल्का राइड जान लागेको, नाइट राइड है। हाम्रो राइड चाहिँ नजमादेखि सुरु भइसकेको छ र हामी अब कर्नेस एरिया हुँदै सिटी सेन्टरको ब्युटिफुल भ्युजहरू चाहिँ क्याप्चर गर्ने हिसाबले गइरहेछौँ होइन। ऊ चाहिँ मेरो साथी जीवन 1000cc सुजुकी, मेरो चाहिँ 600 होइन, सुजुकी 600 2018 मोडल। अनि पछाडि छ R6 2016 मोडल र अर्को एउटा छ 2019 मोडल BMW RR है, 1000RR। सिग्नल फेरि यो चाहिँ हाम्रो ग्रुप हो है, नेपाली राइडर फ्रम दोहा कतार, सुपर बाइक सबैको। पहिला चाहिँ हामी 6-7 जना थियो। लोक सिग्नल खोल्यो, लेट्स गो। सँगसँगै हिँड्नुपर्छ है केटाहरू, सँगसँगै हिँड्नुपर्छ। ब्लग बनाउने भएपछि बिस्तारै लगेर R6 हानेको फेरि BMW पनि छ। अब चाहिँ हान्नु पऱ्यो बरु एकदम ओके। वान आइम अन द वे। यसरी नै होइन, धेरै होइन, 5वटा जति बाइक भयो भने चाहिँ 4वटा अगाडि अनि ठ्याक्क बिचमा बसेर भिडियो बनाउँदै हिँड्न चाहिँ राम्रो आउँछ क्या। यो चाहिँ हामी अहिले मुगलिनाको बाटो आइरहेको छौँ होइन। राम्रो राम्रो पर्खाल हालेको छ, राम्रो राम्रो पोलहरू हालेको छ। यताबाट घुमाएर यो चाहिँ एयरपोर्टको रोड हो होइन। उताबाट सिग्नल पऱ्यो भनेर चाहिँ घुमेर आएको। अब अहिले चाहिँ हामी कर्नेसको बाटो आइयो। खतरा भ्यू आएको छ। 3टा बाइक अगाडि होइन, लगत्तै सुजुकी R6 BMW 3टा लगातार। म चाहिँ पछाडि बसेर सुट गर्दै हिँड्छु। अलिकति बिचमा छिराउनुपर्छ क्या, मेरो बाइक जस्तो लागिरहेको छ त्यहाँ। यो चाहिँ हाम्रो कर्नेस माछा मार्ने ठाउँ आयो है। कत्रा जस्तो लागिरहेको छ भ्यू चाहिँ है। तर आज पानी पर्ला जस्तो चाहिँ मलाई फिल भइरहेको छ गाइस। हामी चाहिँ कर्नेसबाट पुरा फुल कुदाइरहेको छ, केटाहरू जङ्गिरहेछन् है। सिग्नल रहेछ। जम भित्र छिरम ल, म जान्छु भित्र, म जान्छु, फलो मी है। जम के जम। ओके लेट्स गो। कस्तो जाम हो, सिग्नल त खुलेछ त यहाँ। चुस्सै छ छिराउँदाखेरि कतै छोयो भने त खुलिँदै अनि गाइदै। यो मेरो राइट साइड चाहिँ बक्स पार्क जाने बाटो होइन। ओल्ड दोहा पोर्ट पनि भन्छ, ठुलो ठुलो सिप आउने ठाउँ छ। यो चाहिँ हामी अब ठ्याक्क कर्नेसको म्युजियम जहाँ ढुङ्गाहरू चल्छ होइन, त्यो ठाउँमा आइपुग्नलाई यो। अब हाम्रो यहाँबाट खासै टाइम लाग्दैन, मेरो साथी पनि आइहाल्यो R6 त। र यो भ्यू चाहिँ खत्रै देखिन्छ क्या। जाउ सिग्नल खोल्यो गाइस। 2जना चाहिँ पछाडि पऱ्यो, कता गयो 2जना? आऊ न हौ, 2जना अगाडि आऊ, कता सकेर आऊ। यस जीवन, कता गयो जीवन? कमान जीवन। यस यो हो नि त यार। यो अब ग्रुप राइड जाँदा चाहिँ हामी खासै स्पिड हान्ने कुरो हुँदैन होइन, किनकि यो बिजी रोड पनि हो। अनि हामी यसो भिडियो बनाउने भनेको कारणले चाहिँ हामी स्लो नै हिँडिरहेको छौँ। सो हाम्रो बाइकलाई चाहिँ मोस्टली गाडीले ओभरटेक गरिराखेको हुन्छ होइन। म अगाडि गएँ भने चाहिँ अब मैले फेरि भिडियो बनाउन पाउँदिनँ, नत्र मैले जस्तो कुदाएको केटाहरूले त्यस्तै कुदाउँछन् होइन। किन म चाहिँ पछाडि बस्ने भएपछि अलि स्लो नै राइड हुन्छ हाम्रो है। सिग्नल आएछ। सिग्नलमा चाहिँ यो सबै सँगसँगै हुनुपर्छ। एकजना कट्यो भने सबै कट्न पऱ्यो, एकजना रोक्यो भने सबै रोक्यो भनेर लाइनमा बस्नुपर्छ हो। लाइनमा या ल म पछाडिबाट खिच्छु, 3जना चाहिँ लाइनमा बस्छ है।
पर हेर्नु त सिटी सेन्टरको बिल्डिङ्सहरू देखिन लाग्यो। रातिको समय चाहिँ सिटी सेन्टरको बिल्डिङ चाहिँ खत्रै देखिन्छ कि खतरा नै होइन कि अरे वाह अरे वाह। म हान्छु अगाडि ल, साह्रै स्लो भएर है म हान्छु अगाडि। यो चाहिँ ठ्याक्क हामी सिटी सेन्टरको पछाडि जाने बाटोतिर आयो होइन। एक्चुली यसलाई चाहिँ दफना एरिया भन्छ, तर हामी नेपालीहरूलाई त अब सिटी सेन्टर भन्नै सजिलो लाग्छ होइन। सिटी सेन्टर एरियै भनेर चिन्छौँ हामीहरू चाहिँ। यसको पछाडिबाट चाहिँ यस्तो राम्रो देखिन्छ होइन, यो बिल्डिङको भ्यूहरू यस्तो बवाल देखिन्छ क्या। त्यही भएर मलाई चाहिँ प्रायः यो बाटो आउन चाहिँ एकदम ठिक लाग्छ। गाडी चाहिँ हेर्नुपर्छ, यहाँ त सुत्दै आउँछ। पानी पऱ्यो यार अलिअलि, क्यामेरामा नि पानी पऱ्यो होला। यो चाहिँ कताको ब्युटिफुल बिल्डिङ्सहरू होइन, नाइट भ्यू। अझ राति त यस्तो दामी देखिन्छ नि। आकाशमा जो इरान र उसले बम हानिरहेको छ, हामी चाहिँ बाइक राइडमा मस्ती गरिरहेको छौँ गाइस। र बमहरू आउँछ जान्छ, बाल मतलब छैन होइन, लाइफ इन्जोय गर्ने हो। र यो हाम्रो सिटी सेन्टर एरियाको बिल्डिङ होइन, दफनाको यति राम्रो राम्रो बिल्डिङ चाहिँ खत्रै आउँछ कि यो भिडियो चाहिँ। दिनमा उज्यालो आउँछ तर बत्तीहरू नभएर चाहिँ खासै राम्रो देखिँदैन बिल्डिङ्सहरू होइन। राति चाहिँ बिल्डिङ्सहरू चाहिँ दामी देखिन्छ क्या, युनिक युनिक टाइपको बिल्डिङहरू छ। वाउ कस्तो दामी देखिन्छ यहाँ, दुईवटा बाइकको बिचमा मेरो अगाडि बिल्डिङ्स होइन, खत्रै छ हो खत्रै छ। यतिको चलपल चाहिँ हुनुपर्छ कि विदेशमा नेपालीको। मै हाल्छु अगाडि। हाम्रो चाहिँ केटाहरूलाई फर्काउनु पर्ला जस्तो लाग्यो, पानी पनि पऱ्यो है। अब बिस्तारै अर्को सिग्नलबाट चाहिँ फर्किने कुरा गर्नु पऱ्यो। गाइस युटर्न हान्ने, अब यो सिग्नलबाट युटर्न हान्ने। केटाहरू पछाडि नै छन् नि, त्यहाँ साइडमा रहेछन्। युटर्न हान्ने हो कि यस, पानी पऱ्यो अनि अब काम छैन नि त उता गएर। बाटो चिप्लियो भने त स्लिप हुन्छ, त्यही भएर अब युटर्न हान्न घरतिर जानुपर्छ यहीँबाट। ओके, हाम्रो तलाबाद प्रो पनि रहेछ अगाडि है। फर्किन अब यहीँबाट पानी पऱ्यो, लाइट त खतरा होला त। फर्किन क्या अब पानी नि पऱ्यो यहाँबाट फर्किन। अगाडि हान्ने त अब खुल्छ गाइस, म चाहिँ अगाडि बढेँ, मलाई फलो गर्नु है। 1 2 3 खुल्छ सिम। यस खुल्यो। अब यहाँबाट पनि खत्रै आउँछ क्या भ्युज चाहिँ, यो रिभर्स टाइपमा होइन। हामी रिटर्न आउने बेला हो, यस्तो राम्रो देखिन्छ यो साइडबाट नि सिटी सेन्टरको बिल्डिङ्सहरू चाहिँ होइन। तर मेरो केटाहरू कता हो थाहा छैन है। गाइस अगाडि आऊ न यार, कता हो? आयो एकजना चाहिँ आयो। यस R6 BMW, ओइ सुजुकी 1000। यस यो अन्त होइन पारा भनेको गाइस। पानीले जस्तै माला जस्तो छ, तर उता त पानी परेको थिएन। यो साइडमा चाहिँ कस्तो पानी परेको क्या, सिटी सेन्टर साइडतिर चाहिँ कस्तो दामी देखेछ बिल्डिङ हेर न गाइस। ओ माइ गड के त्यो बालुवाको देशमा यस्तो बिल्डिङ बनेको छ होइन। यहाँ साइडमा पुलिस छ, पुलिसको गाडी छ है। रेस चाहिँ पड्काउनुहुन्न है, यहाँ चाहिँ रेस चाहिँ पड्काउनुहुन्न। केटाहरूले बतायो तर केटाहरूलाई भेट्दिनँ क्या मैले। म आउँदैछु है गाइस, म आउँदैछु, म अगाडि जान्छु पहिला।
चाहिँ सिग्नल भेट्ला जस्तो छैन। अब केटाहरू कता गयो गाइस? त्यहाँ अगाडि पनि पुलिसको गाडी रहेछ, यो रातो पनि पुलिसको गाडी हो।